ल आज दिन त लास्टै बिग्रेको छ नखाउँ भने नि जार खाउँ खाउँ लाग्ने त्यही भएर साथीहरू म चाहिँ सिउ पसेर कटुस र माकली नेपु माकली लिएर आएँ यो जार चाहिँ म अब अन्डा राखेर सोलुको स्टाइलले बनाउँछु है साथीहरू यसरी बनाउने हुन्छ है यो चाहिँ मनतातो गरेर खाने हो ल यो चाहिँ स्पेसल जार डक्कामै खानसहितको जार रेडी भयो है ल साथीहरू अर्को कुरा चाहिँ मैले फाल्गी मकै बनाउँदैछु आज यो चाहिँ पानी झरीमा एकदम खान मन लाग्छ मलाई चाहिँ खसीको मासुसँग यो बनाउँदैछु है यो चाहिँ स्पेसल सोलुबाट नै आएको हो आज पानीको झरीले त मलाई जारै खानु मन लाग्यो बनाएँ मैले सोलुको स्टाइलले यसरी तर यो सिल्भरको बटुकोमा समातेर सुलुप्प खानु चाहिँ साह्रै मिठो हुन्थ्यो अनि फाल्गी मकै पनि पकाएँ मैले